Hello everyone, welcome back to my YouTube channel. So guys, today we are discuss about NAB class 12. हो हाम्रो क्लास 12 मा हैन वैशाख चाहिँ 11 गते गइरहेको एक्जाम हाम्रो जुन हुने वाला छ हो त्यसैको बारेमा हामी चाहिँ कुरा गर्छौं यो भिडियोमा जुन चाहिँ तपाईहरुको कम्पलसरी इंग्लिशको हैन मोडेलहरु त्यसको क्वेशन पेपरहरु कसरी आउँछ त हैन कुन प्रकारबाट क्वेशनहरु आउँछ भन्ने बारेमा यसै भिडियो तपाईहरुलाई म बताउने छु र कुन क्वेशनहरु धेरै इम्पोर्टेन्ट छ क्वेशन नम्बर 4 5 6 मा हैन कुन क्वेशनहरु रिलेटेड आउन सक्छ भन्ने बारेमा यो भिडियोमा तपाईहरुको ल्याउने छु र यसै भिडियोमा तपाईहरुले पाउनुहुन्छ क्वेशन नम्बर 4 5 मा कुन क्वेशनहरु आउने छ भन्ने बारेमा तपाईहरुले मैले अहिले नै यो भिडियोमा सल्भ गर्ने छु र देखाउने छु। सो यसैको साथमा तपाईहरुले चाहिँ एउटा क्वेशन पेपर पनि मैले यसै भिडियोमा चाहिँ सल्भ गर्ने छु र तपाईहरुले त्यो क्वेशन पेपरहरु हेरेर धेरै नै हेल्पफुल हुनेछ। सो यसैगरी हामीले ढिला नगरिकन भिडियोलाई स्टार्ट गर्छौं। ल पहिला तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ क्वेशन मोडेल हैन हाम्रो जुन क्वेशन पेपर आउँछ हो तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ एनएबी ग्रेड 12 यसैगरी तपाईहरुको टाइम 3 आवर्स र फुल मार्क चाहिँ 75 हैन। क्वेशन नम्बर 1 मा रहेको छ रीड द फ्लोइङ टेक्स्ट अबाउट अ फिटनेस एक्टिभिटी एन्ड द कम्प्लिट द टास्क दैट फ्लो हो तपाईहरुको यसरी नै आउँछ प्याराग्राफ हो। त्यो प्याराग्राफमा तपाईहरुले पढ्नु पर्ने हो राम्रोसँग पढिसकेपछि तपाईहरुले के गर्नुहुन्छ भने यसको टास्कहरु दिएको छ जो चाहिँ यसमा भर्नु पर्ने हो। पहिला म तपाईहरुको यसो क्वेशन पेपरहरु पहिला म सर देखाउँछु हैन स्क्रोल गरी त्यसपछि प्रत्येक क्वेशनको एन्सर पनि सल्भ गर्ने छु। सो तपाईहरुले यो क्वेशनहरु हेर्नु होला र मैले चाहिँ यसलाई स्क्रोल गर्दै छु हैन र क्वेशन नम्बर हामी 2 मा आइपुगे जुन चाहिँ तपाईहरुले क्वेशन नम्बर 2 मा पनि हेर्नु होला। यसैगरी 3 मा आइपुगे अब 3 गरी तपाईहरुको 4 मा आइपुगे हैन तपाईहरुले यो चाहिँ प्रत्येकको क्वेशनहरु हेर्दै गर्नु होला र हामी चाहिँ अगाडि बढ्छौं र सबै क्वेशनहरु यस्तो पढ्नेपछि तपाईहरुले थाहा हुन्छ कुन क्वेशनहरु कस्तो हुन्छ भन्ने बारेमा। जुन चाहिँ हाम्रो क्वेशन नम्बर 8 सम्म लास्ट हुन्छ हैन जुन चाहिँ अल्टरनेटिभहरु भन्न दिन्छ र धेरै नै सिम्पलहरु छन् हैन धेरै चाहिँ डिफिकल्ट छैन। त्यही भएर तपाईहरुले यो क्वेशनहरु यसो हेरेपछि तपाईहरुले अलि राम्रो हुन्छ। सो अब हामीले यहाँ क्वेशन नम्बर यहाँ हेर्न सक्नुहुन्छ 4 5 6 को कुन क्वेशनहरु छन् र क्वेशन नम्बर 4 5 लेख्नु भयो भने तपाईहरुको हैन ढुक्काको साथ नै धेरै नम्बर पाउनुहुन्छ किनभने यसमा चाहिँ हामीले कन्फ्युजन हुन्छ कि कुन रिलेटेड सँग क्वेशनहरु आउँछ भन्ने बारेमा। त्यही भएर मैले चाहिँ यसमा के लेखेको छु तपाईहरुले हेराउन गइरहेको छु। सो पहिला हामीले त्यो हेरिहाल्छौं र हेरिसकेपछि हामीले प्रत्येक क्वेशनको सल्भ पनि गर्ने छु है त। ल अब यहाँ हेर्न सक्नुहुन्छ क्वेशन नम्बर 4 को हैन जुन चाहिँ हाम्रो धेरै इम्पोर्टेन्ट रहेको छ कुन क्वेशनहरु क्वेशन नम्बर 4 मा आउँछ मैले यहाँ लेखे छु। त्यो क्वेशनहरु राम्रोसँग प्र्याक्टिस गर्नु होला हैन। त्यसपछि हामीले त्यो क्वेशनहरुको चाहिँ क्वेशन पेपरको हामी सल्भ गर्ने छौं। पहिला यो चाहिँ क्वेशनहरु तपाई हेर्नु होला इम्पोर्टेन्ट धेरै रहेको छ। ल यहाँ हेर्नुस् त तपाईहरुले जैसे क्वेशन नम्बर 4 मा भनेको छ ए नम्बरमा है त व्हाट इज द मोस्ट युजफुल थिंग्स दैट यू हैव एभर लर्न राइट 2 or 3 of the paragraph about it हैन। अब तपाईहरुले पक्कै थाहा भयो र मोस्ट युजफुल थिंग्स तपाईले धेरै चाहिँ मोस्ट युजफुल थिंगहरु के गर्नुहुन्छ त हैन लर्न इट गर्नुहुन्छ त हो त्यसको बारेमा 2 अथवा 3 प्याराग्राफ चाहिँ यहाँ यसको बारेमा लेख्नु पर्ने हो। यो आउन सक्छ हैन यो हेर्नु होला। र बी मा भनेको छ क्वेशन नम्बर 4 मा फेरि बी नम्बरमा भन्छ समराइज द फ्लोइङ टेक्स्ट इन approximately 150 words write only the ideas of the original text but do not include your own opinions interpretation deduction or comments हो। यसरी तपाईहरुले यो पनि पढ्नु होला हैन र यो 150 वर्डहरुको यसको बारेमा आइडियाजहरु लेख्नु पर्ने हो जुन चाहिँ ओरिजिनल टेक्स्टहरु हैन यसमा पनि तपाईहरुले प्र्याक्टिस गर्नु होला। र अर्को सी नम्बरमा हाम्रो रहेको छ राइट a news story in approximately 150 words that is to be published in the Rising Nepal about a senior social workers visit in your कलेज or स्कुल हैन त्यसको बारेमा तपाईहरुले आफ्नो स्कुलमा अथवा कलेजमा तपाईले भिजिट गर्नु भयो भने त्यसको बारेमा तपाईले अब राइजिङ नेपालको बारेमा यसमा लेख्नु पर्ने हो हैन। र यसरी नै हाम्रो क्वेशन नम्बर 4 मा रहेको छ र त्यो क्वेशनहरु तपाईले राम्रोसँग पढ्नु भयो भने प्र्याक्टिस गर्नु भयो भने यसैबाट हाम्रो चाहिँ क्वेशन नम्बर 4 मा आउँछ र यो तीनटाबाट तपाईहरुले हेर्नु होला है त। सो क्वेशन नम्बर 5 मा हेर्छौं हामी ए नम्बरमा यु हैव रिसिभड दिस इमेल फ्रम योर फ्रेन्ड नितेश राइट अ रिप्लाई इमेल टु नितेश
हैन यसको बारेमा तपाईले एउटा इमेल चाहिँ रिसिभ गर्नुभयो हैन आफ्नो साथीको र त्यसै फेरि साथीको बारेमा फेरि रिप्लाईको लागि तपाईले के गर्नु पर्यो त अब चाहिँ इमेल लेख्नु पर्ने बारेमा तपाईको यहाँ लेख्न भन्छ यो पनि तपाईले यसो गर्नु होला यदि तपाईले यो क्वेशनमा मैले एउटा सल्भ गर्दिन्छु यो वाला तपाईले यो पनि कसरी लेखिन्छ भन्ने बारेमा राम्रोसँग हेर्नु होला है त सो बी नम्बरमा रहेको छ हाम्रो योर स्कुल हैज रिसेन्टली ओपन अ भ्याकेन्सी फर डिफरेन्ट पोजिसन्स हैन write a job application with your complete CV that is to the be mailed to your school, state your age, qualification, experience, hobby, etc. but do not write your school name हैन अब तपाईहरुले अब के गर्नु पर्यो त रिसेन्टली तपाईको स्कुलमा भ्याकेन्सी हुन्छ जुन चाहिँ फरक फरक पोजिसनहरुमा इंग्लिश नेपाली साइन्स हैन र त्यसैको बारेमा तपाईले एउटा एप्लिकेसन जब एप्लिकेसन लेख्नु पर्ने हो जुन चाहिँ सबै हुनु पर्यो कम्प्लिट सीवी हुनु पर्यो हैन र अब त्यसको चाहिँ क्वालिफिकेसन हुनु पर्यो एक्सपिरियन्स हुनु पर्यो हबी हुनु पर्यो हो सबै कुराहरु यहाँ हुनु पर्यो त्यसको बारेमा तपाईले एउटा चाहिँ के गर्नु पर्यो त जब एप्लिकेसन लेख्नु पर्ने हो जुन चाहिँ तपाईले पहिले चाहिँ थाहा हुनु पर्छ हैन र अब सी नम्बरमा हामी हेर्छौं राइट अ लेटर टु योर कजिन रिकमेन्डिङ him or book novel that you thought words reading in about 180 words describe the factor that you liked most हैन अब तपाईले यहाँ के गर्नु पर्यो त अब रिकमेन्डिङ भएको चाहिँ अब तपाईले नोभल भयो बुक भयो हैन त्यसको बारेमा तपाईले रिडिङ गर्नुभयो त्यसको बारेमा तपाईले 180 वर्ड्स को चाहिँ यहाँ लेख्नु पर्ने हो जुन चाहिँ त्यसमा धेरै चाहिँ फ्याक्टरहरु पनि डिस्क्राइब गर्नु पर्ने हो हैन यसरी तपाईले यो लेख्नु भयो भने तपाईले चाहिँ यसमा धेरै नम्बर पाउनु हुन्छ यो जान्नु पर्ने हो कुन नम्बरमा कुन क्वेशनहरु आउँछ भन्ने बारेमा यो पक्का चाहिँ थाहा हुनु पर्यो यसैगरी हाम्रो क्वेशन नम्बर 6 मा के आउँछ त भन्ने बारेमा यहाँ हेर्न सक्नुहुन्छ ए नम्बरमा मेनी स्टुडेन्ट्स इन नेपाल टेन्ड टु चुजन टु स्टडी अबाउट to what extent does this trend benefits the student in the country what are the describe write an essay to explain your thoughts in about 300 words हो हैन तपाईले अब के गर्नु पर्यो धेरै विद्यार्थीहरु चाहिँ के गर्छन् भने नेपालबाट अर्को देशमा चाहिँ के गर्छन् जानको लागि पढाइ गर्नको ट्रेन गर्छन् भने तपाईले यसमा चाहिँ के बेनिफिटहरु पाउनु हुन्छ त हैन स्टुडेन्टहरुको र कन्ट्रीहरुको बारेमा तपाईले सबै समेटेर हैन तपाईले 300 वर्डको चाहिँ यहाँ के गर्नु पर्यो त डिस्क्राइब गर्नु पर्ने हो यो पनि तपाईले पक्का चाहिँ लेख्न सक्नुहुन्छ यो चाहिँ क्वेशन बुझ्नु होला है त सो बी मा हामी हेर्न सकिन्छ प्राइभेटाइजेसन इन एजुकेसन क्रिएट टु क्लास citizens to what extent do you agree with this opinion write to an essay in about 300 words on why you think so shedding light pros cons and privating education issue and the government responsibilities हैन यसको बारेमा तपाईले यसलाई पढ्नु होला र यो पनि मैले यहाँ राख्दिन्छु क्वेशनमा कसरी लेख्ने हो त भन्ने बारेमा तपाईहरुले यो पक्का थाहा हुनु पर्यो र यसमा प्र्याक्टिस गर्नु पर्यो है त सो सी नम्बरमा हेर्न सक्नुहुन्छ राइट एन एस्से इन अबाउट 300 वर्ड्स अबाउट द एडभान्टेज अफ द भर्चुअल क्लास हैन भर्चुअल क्लास भनेको तपाईले के हो हैन त्यसमा के चाहिँ फाइदाहरु छ भन्ने बारेमा त्यसको बारेमा 300 वर्डको चाहिँ एस्से लेख्नु पर्ने हो है त सो यसरी तपाईले यो क्वेशनहरु बुझ्नु भयो भने क्वेशन नम्बर 4 5 6 मा के आउँछ भन्ने बारेमा तपाईले ढुक्काको साथीले चाहिँ राम्रोसँग लेख्न सक्नुहुन्छ हैन सो अब हामीले क्वेशनहरु चाहिँ सल्भ गर्ने छौं अब हामीले क्वेशन पेपरतिर चाहिँ जानेछौं है त ल यसरी तपाईले यहाँ क्वेशन नम्बर 1 मा हेर्न सक्नुहुन्छ रीड द टेक्स्ट एन्ड कम्प्लिट द टास्क दैट फ्लो हैन जुन चाहिँ 15 नम्बरबाट यो क्वेशनहरु सोध्छ जस्तै तपाईको यहाँ दिन्छ हैन प्याराग्राफ हाउ टु स्टे फिट ह्याप्पी एन्ड हेल्थी हैन त्यसको बारेमा यहाँ प्याराग्राफ दिन्छ जुन चाहिँ मैले स्क्रोल गर्छु यो स्क्रोल गरिसकेपछि तपाईहरुको क्वेशनहरु सोध्ने भनेको यहाँ हेर्न सक्नुहुन्छ ए नम्बरमा Look at the highlighting words in the text. Complete this sentence using them, of them, or not necessary. हैन जुन चाहिँ तपाईले ए नम्बरमा हेर्न सक्नुहुन्छ त डिसएडभान्टेज पीपल आर के हुन्छ त deprived हैन they are not given the right or the opportunity of social justice त्यसैगरी बी नम्बरमा हेर्न सक्नुहुन्छ नेपाल is a naturally rich country in fact it has an abundance enough availability of natural resources हैन यसरी तपाईले लेख्न सक्नुहुन्छ सी नम्बरमा older people with medical complication are the susceptible vulnerable to COVID-19 हैन यसरी तपाईले पनि हेर्नु होला डी नम्बरमा हेर्न सक्नुहुन्छ I have made a few adjustments to the design to give a short new look हैन
ई नम्बरमा हेर्न सक्नुहुन्छ इट लुक मी 7 hours टु कम्प्लिट द टास्क इट वाज अ इन्क्रेडिबिलिटी डिफिकल्ट। यसरी तपाईले प्याराग्राफबाट यो क्वेशनहरु सोधेको यसमा चाहिँ फिलिङ द ब्ल्याङ्क्सहरु गर्न सक्नुहुन्छ हैन। र अब यहाँ हेर्न सक्नुहुन्छ त बी नम्बरमा choose a appropriate heading for a paragraph 2-6 from the list below and write the paragraph number next to them हैन। जस्तै ए नम्बरमा स्ट्राइभ फर अ बेटर डाइट, अब कुन चाहिँ यसमा स्ट्राइभ अ बेटर डाइट कुन प्याराग्राफमा छ 3 प्याराग्राफमा यसरी खोज्नु होला। र बी नम्बर भनेको छ एक्सरसाइज यो चाहिँ कुन प्याराग्राफमा भनेको छ हैन लेखेको छ भने प्याराग्राफ 6 मा। यसैगरी सी मा ओभरकमिङ एजुकेसन यो कतिमा छ त प्याराग्राफ 5 मा। डी नम्बरमा भनिन्छ गेट मोर स्लिप, यो चाहिँ गेट मोर स्लिप अब यो प्याराग्राफ 2 मा रहेको छ। यसैगरी ई नम्बरमा हेर्न सक्नुहुन्छ स्टप अल दोज बेड ह्याबिट हैन, यो चाहिँ प्याराग्राफ कतिमा छ त प्याराग्राफ 4 नम्बरमा रहेको छ। यसैगरी हामीले क्वेशन नम्बर सी मा हेर्न सकिन्छ एन्सर द फलोइङ क्वेशन हैन। अब यहीबाट प्याराग्राफबाट चाहिँ एन्सर क्वेशनहरु सोध्छ जुन चाहिँ हामीले क्वेशनहरु पढेर ढुक्कको साथीलाई चाहिँ गर्नुपर्ने हो र कसरी चाहिँ गरिन्छ कति लेखिन्छ भन्ने बारेमा आफै यहाँ हेर्नु होला। जस्तै ए नम्बर भनेको छ व्हाट पर्सेन्टेज अफ यूएस पपुलेसन गेट्स इनफ स्लिप टु स्टे हेल्थी हैन। अब चाहिँ यूएस पक्कै थाहा भयो होला त्यहाँका मान्छेहरु पपुलेसनहरु कति चाहिँ हैन टाइमसम्म चाहिँ उनीहरु स्लिप गर्छन् भन्ने उनीहरुले हेल्थी हुन्छन्। जस्तै एन्सरमा भनेको छ अबाउट 66% अफ द पपुलेसन इन द युनाइटेड स्टेट गेट इनफ स्लिप टु स्टे हेल्थी हैन। यसरी तपाईले पढ्नु पर्ने हो। त्यसैगरी बी नम्बरमा रहेको छ व्हाई इज हेल्थी फुड नट अलवेज एक्सपेन्सिभ हैन। हेल्थियर फुड्स लाइक फ्रुट एन्ड भेजिटेबल्स आर एक्सपेन्सिभ एन्ड द प्लेन्टिफुल sources of nutrition that why healthy food is not always expensive हैन। यसरी तपाईले क्वेशनको एन्सर दिन सक्नुहुन्छ। सी नम्बरमा रहेको छ व्हाट इज द बेस्ट वे टु गेट राइट अ बेड ह्याबिट, अब एन्सर यसको के हुन्छ त द बेस्ट वे टु गेट राइट अ बेड ह्याबिट्स इज सेल्फ एभलुएसन वान हेज टु एभुलेट हिज आर लाइफस्टाइल विदिन द अनबाइज माइन्ड एन्ड द देन सी ही मस्ट स्टार्ट डुइङ सेल्फ इम्प्रुभमेन्ट हैन। यसरी गरी डी नम्बरमा हेर्न सक्नुहुन्छ वाइ डु यु थिङ्क एन एडुकेसन लाइक स्मोकिङ इज वर्स देन स्नैकिङ अन द जंक फूड हैन। अब पक्कै बुझ्नु भयो होला क्वेशन के भन्न खोजेको। अब यसको हामीले के लेख्छौं त बोथ अफ दिस थिंग आर द हार्मफुल हैन टु हेल्थ हाउएभर स्मोकिङ इज कम्फर्टेबिलिटी मोर एन्ड सर्वल डिस्क्रिप्टिभ एन्ड हेल्थ which can cause long term physical social emotion and the psychological impacts on our body हैन। यसै प्रभाव पार्दछ भन्ने बारेमा बुझ्न सकिन्छ। नम्बर ई मा हेर्न सकिन्छ त what type of exercise is good for your heart, अब कुन प्रकारको एक्सरसाइज गर्दाखेरि हाम्रो हार्टको लागि चाहिँ राम्रो हुन्छ भन्ने बारेमा। जस्तै कि रेगुलर कार्डियोभ्यास्कुलर एक्सरसाइज वेदर इज वकिङ साइक्लिङ जगिङ स्विमिङ अर द वाइट फिटिङ इज गुड फर आवर हार्ट हैन। यसरी हामीले लेख्न सकिन्छ जुन चाहिँ केबाट त प्याराग्राफबाट। सो अब क्वेशन नम्बर 2 मा हामी चाहिँ लेख्न सक्छौं त राइट सर्ट एन्सर टु द फ्लोइङ क्वेशन्स हैन। जुन चाहिँ हाम्रो यो क्वेशनहरु केबाट सोध्छ त बुकबाट, जुन चाहिँ हामीले बुकबाट ती प्याराग्राफहरु ती एक्सरसाइजहरु ती स्टोरीहरु पढ्नु पर्ने हो। त्यो पढिसकेपछि हामीले प्रत्येक क्वेशनको एन्सर लेख्नु पर्ने हो है त। त्यही भएर हामीले बुकलाई पढ्न धेरै आवश्यक छ। अब यहाँ क्वेशन नम्बर ए मा सोधेको छ व्हाई वेयर द पीपल इन द नेबरहुड सरप्राइज्ड एट द रोल अफ द young man and his wife within their family। अब यो मा भनिदिन्छ नाइबर्स हो, त्यो नाइबर्स हाम्रो चाहिँ युनिट हुन्छ, त्यो युनिटबाट हामीले चाहिँ यहाँ दिन्छ र त्यो चाहिँ गर्नुपर्ने हो। पहिले हामीले त्यसको बारेमा पढ्नु पर्ने हो। जैसे कि एन्सर यसको के हुन्छ द एक्टिभिटीज अफ योर यङ कपल which were unfamiliar to them surprised the resident in the neighborhood। they were surprised when they discovered that the young guys stay at home to take care of domestic responsibilities while his wife went to work, means sitting at home while women work outdoors was disapproved of the community। यसरी हामीले चाहिँ गर्नु पर्यो। जुन चाहिँ तपाईले यहाँ मैले राख्दिन्छु त्यो क्वेशनहरु आफै पढ्नु होला र त्यो पढिसकेपछि क्वेशनहरु हेर्नु होला है त एकछिन। सो अब हामीले यहाँ चाहिँ स्क्रोल गरे त्यसैगरी क्वेशन नम्बर सी मा आए। अब यो चाहिँ तपाईहरुले अवेकिङ एजको बारेमा पढ्नु भयो होला त्यो पनि हेर्नु होला र यसको यति नै लेख्नु पर्छ। मैले स्क्रोल गर्दै जान्छु त्यही भएर तपाईहरुले यसले चाहिँ यसो प्र्याक्टिस गर्नु होला रिडिङ गर्नु होला है त। अब क्वेशन नम्बर डी मा हामी पुग्छौं जुन चाहिँ यहाँ पनि भनेको छ सेन्ट्रल आइडियाजहरु हैन यससे मार्फत।
अब हामी चाहिँ अगाडि बढ्छौँ ई नम्बरमा। अब यो पनि ह्युमेनिटीबाट चाहिँ सोध्छ, यो चाहिँ पक्कै पढ्नुभयो होला हैन, त्यो हामीले सर पढाउँदा स्कुलमा चाहिँ पढ्नुभयो क्लासमा, त्यसै गरी यो पनि तपाईले हेर्नु होला। यसै गरी हामीले यहाँ क्वेसन नम्बर 3 मा भनेको छ हैन, यो चाहिँ अब राइट लङ एन्सर टु द फलोइङ क्वेसन। अब यो पक्कै थाहा भयो होला, जुन चाहिँ लङ क्वेसनहरु पहिला हामी 2 मा चाहिँ सर्ट क्वेसन भने थियो भने 3 मा चाहिँ लङ क्वेसन बन्छ हैन। जस्तै मैले यहाँ ए नम्बरमा पढ्दिन्छु, स्केच द क्यारेक्टर अफ द फेमस एक्टर्स, हाउ इज द डिफरेन्ट फ्रम योर एर्नेस्ट वुमेन, अ मेटर अफ द हस्बेन्ड। यो अ मेटर अफ द हस्बेन्डबाट चाहिँ हैन पार्टबाट युनिटबाट सोध्छ र योबाट तपाईहरुले के गर्नु पर्यो त, यसको फरक हैन, हाउ इज डिफरेन्ट फ्रम द एर्नेस्ट वुमेनबाट कसरी फरक छ त भन्ने बारेमा तपाईहरुले यसको चाहिँ लेख्नु पर्ने हो, जुन चाहिँ म यहाँले एन्सर राख्दिन्छु, हेर्नु होला। अब यो हेरिसकेपछि तपाईहरु मैले यसो स्क्रोल गर्छु। अब यो स्क्रोल गर्दै गर्दै तपाईहरुले यसलाई पढ्नु होला है त। यसैगरी हामी बी मा आउँछौं, राइट अ सर्ट समरी अफ द पोएम अ डे बाई एमिली डिकिन्सन हैन। यसको बारेमा जुन चाहिँ राइटरको बारेमा पोएम पढ्नु भएको होला र त्यसको सर्ट समरीहरु लेख्नु पर्ने हो, जुन चाहिँ तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। यो सबै कुराहरु लेख्नु पर्छ है त। अब यसैगरी डिस्कभरी रिलेटेड टपिकहरु पनि यहाँ रहेको छ, तपाईहरुले यसो बुझ्न सक्नुहुन्छ र यो चाहिँ हामीले समरी जुन छ यो चाहिँ तपाईहरुले यसो गर्नु होला हैन। त्यसको बारेमा हामीले समरीहरु पढिसकेपछि लेख्नु पर्छ। यसैगरी हामी चाहिँ क्वेशन नम्बर 4 मा पुग्छौं। व्हाट इज द मोस्ट युजफुल थिङ दैट यु हैव इभल लर्न, राइट टु और 3 प्याराग्राफ अबाउट इट हैन। यसरी तपाईले यसले चाहिँ के गर्नुपर्ने हो भने लेख्नु पर्ने हो। जस्तै कि मैले यहाँ अब त्यो अघि नै लेखिसके थिएँ, तर यहाँ हेर्न सक्नुहुन्छ मोस्ट युजफुल थिङ दैट आई हैव एभर लर्न हैन। अब यो टाइटल लेख्नु पर्ने हो र त्यसको बारेमा यसो तपाईहरुले यसले चाहिँ राम्रोसँग पढ्नुस् र प्र्याक्टिस गर्नु। मैले स्क्रोल गर्दै छु, जुन चाहिँ तपाईहरुले यसलाई रिडिङ गर्नुहुन्छ है त। सो मैले अगाडि बढे। यसैगरी प्रत्येक क्वेशनहरुको एन्सर यसरी पढ्नु होला र यो पढ्नेपछि तपाईहरुले क्वेशनहरु हेर्नु होला है त। यसैगरी क्वेशन नम्बर 5 मा आउँछौं। त्यो क्वेशन नम्बर 5 को हामीलाई सोधेको हुन्छ, यु हैव रिसिभ दिस इमेल फ्रम योर फ्रेन्ड नितेश हैन। हामीले चाहिँ इमेल चाहिँ नितेश साथीबाट चाहिँ प्राप्त गरेका छौं भने अब त्यसको बारेमा चाहिँ के प्राप्त गरेको छौं भन्ने बारेमा यहाँ फ्रम नितेश सब्जेक्ट होलिडे हैन। यसरी तपाईले सम स्कुल फ्रेन्ड अफ माइन आर भिजिटिङ योर विलेज सुन फर अ वीक touring holiday. They would like a travel around your local area and understand it historic. Can you tell me about some of this place they could visit please? What's the best way to travel around, bus, car, bike or on foot हैन। थ्यांक्स नितेश। यसैगरी लेखिसकेपछि अब यहाँ चाहिँ रिप्लाई दिनुपर्ने हो, राइट अ रिप्लाई इमेल टु नितेश हैन। यसै फ्रम राम टु नितेश सब्जेक्ट री होलिडे हाई नितेश। यसरी तपाईले चाहिँ गर्नुपर्ने हो, रिप्लाई दिनुपर्ने हो। यसले पढ्नु होला। मैले स्क्रोल गरे। यसरी तपाईहरुले यसको बारेमा चाहिँ लेख्नु पर्ने हो। त्यो दुईटाको रिप्लाईको रिसिभको दुईटै लेख्नु भयो भने तपाईले राम्रोसँग पाउनुहुन्छ मार्क्स। यसैगरी तपाईहरुले यो चाहिँ लेख्ने तरिकाहरु थाहा हुनु पर्यो हैन। र अब हामी चाहिँ अगाडि बढ्छौं क्वेशन नम्बर 6 मा। 6 नम्बरमा कस्तो खाली क्वेशनहरु सोध्छ त भन्ने बारेमा हामीले चाहिँ बुझ्नु पर्छ, जुन चाहिँ म अघि नै क्वेशन नम्बर 4, 5, 6 को बताइसके छु हैन। त्यसैगरी तपाईहरुले पढ्नु होला। जस्तै 6 नम्बरमा भनेको छ, मेनी स्टुडेन्ट्स इन नेपाल टेन्ड टु चुज टु स्टडी अब्रोड. To what extent does this trend benefit the students and the country? What are the drawbacks? Write an essay to explain your thought in about 300 words हैन। यसरी तपाईले के गर्नु पर्यो त, अब यसको बारेमा थोरै टाइटल राख्नु पर्यो, एडभान्टेज एन्ड डिसएडभान्टेज अफ स्टडीइङ अबाउट हैन यसको बारेमा। अनि यसो तपाईहरुले यसैद्वारा तपाईहरुले यसको बारेमा लेख्दै जानु पर्छ। मैले स्क्रोल गरे, पढ्नु होला आफै। यो पढिसकेपछि प्रत्येक क्वेशनको एन्सर यसरी लेखिन्छ र यो प्याराग्राफहरु छुट्याएको हुन्छ। प्याराग्राफ यसरी लेख्दा तपाईहरुले प्याराग्राफहरु छुट्याउनु पर्छ। जस्तै कि पहिले इन्ट्रोडक्सन दिनु पर्छ, त्यसपछि बडी पार्ट लेख्नु पर्छ, त्यसगरी एडभान्टेज डिसएडभान्टेज, त्यसपछि कन्क्लुजन गरी तपाईहरु लेख्नु भयो भने राम्रो मार्क्स पाउनुहुन्छ हैन। हाम्रो यसरी लेख्ने तरिका पनि यसरी थाहा हुनु पर्छ र यो जुन चाहिँ भनेको छ पहिले 300 वर्ड्स को लेख्नु पर्ने हो, जुन चाहिँ धेरै नै हुन्छ हैन। यसरी तपाईले यसले चाहिँ हेर्नु होला है त। मैले स्क्रोल गर्दिए र क्वेशन नम्बर 7 मा हेर्न सक्नुहुन्छ तपाईहरु, डु एज इन्डिकेट द ब्र्याकेट्स एन्ड रिराइट द सेन्टेन्स, जुन चाहिँ हाम्रो ग्रामरबाट सोध्छ। यो चाहिँ ग्रामरहरु पक्कै तपाईले थाहा हुनु पर्ने हो पहिल्यैबाट हैन। र क्वेशनहरु मैले चाहिँ यहाँ देखाउँछु कसरी आउँछ त क्वेशनहरु। जस्तै ए नम्बर भनेको छ, आई एम गोइङ टु टेल यु समथिङ भेरी इम्पोर्टेन्ट सो प्लिज लिसन
अब यहाँ के गर्नु पर्यो केयरफुल्ली कम्प्लिट द सेन्टेन्स विथ एन एप्रोप्रिएट एडभर्ब अब यहाँ एडभर्ब गर्नु पर्यो जस्तै आई एम गोइङ टु टेल यु सम थिङ्स भेरी इम्पोर्टेन्ट हैन जस्तै मैले तिमीलाई केही इम्पोर्टेन्ट कुराहरू भन्न गइरहेको छु भन्ने बारेमा सो प्लिज लिसन अब त्यो प्लिज लिसन राम्रोसँग सुन्नु होला केयरफुल्लीबाट सुन्नु होला भन्ने बारेमा हामीले एउटा एडभर्ब एप्रोप्रिएट हैन उपयुक्त तरिकाबाट भर्नुपर्ने हो त यसरी तपाईले भर्नु होला क्वेशन सोध्छ यसरी अब बी नम्बरमा भनेको छ द वर्ल्ड मेन डाइट हैन डट डट भन्छ यहाँ अ हार्ट अट्याक अब पुट द करेक्ट प्रिपोजिसन इन द ब्ल्याङ्क हैन अब प्रिपोजिसनहरु भन्नुपर्ने हो जुन चाहिँ हामीले अब यहाँ भन्छ अफ हुन्छ यसै गरी हामीले सी मा भन्छन् मोर देन वन पर्सन डट डट गोइङ टु हैव टु फाइन्ड अ न्यू जब पुट द करेक्ट वर्ब इन द ब्ल्याङ्क हैन यसरी तपाईले ब्ल्याङ्कबाट चाहिँ उपयुक्त शब्द चाहिँ भन्नुपर्ने हो अब यहाँ हुन्छ मोर देन वन पर्सन इज गोइङ टु हैव टु फाइन्ड अ न्यू जब हैन इज हुन्छ यसै गरीले डी नम्बरमा हेर्छौं यु विल डट डट हैज टु हैव टु मस्ट हैड टु टेल द police that your house was broken into अब choose the correct option from the bracket complete the sentence अब यो bracket बाट हामीले चुज गरेर एउटा लेख्नु पर्ने जुन चाहिँ हुन्छ you will have to तपाईले have to हुन्छ यहाँ हेर्नु होला यसै गरी ई नम्बरमा हेर्न सकिन्छ he only realized he did his skies when he reached his front door हैन अब यसमा के भन्छ complete the sentence using correct form the verb अब लुज भनेको छ जस्तै तपाईले यहाँ के गर्नु लुजले अब के कुन भर्ब हैन कुन सेन्टेन्स बनाउन सक्नुहुन्छ ही अलि रियलाइज दी डट डट के हुन्छ हेड लस्ट हैन एफ नम्बरमा भनेको छ अ लट अफ पीपल आर वरिड अबाउट डट डट अब यहाँ पनि अब कस्टमा दिएको छ टु लुज लुजिङ हैन देयर जब यसरी तपाईले यो पनि के गर्नु पर्यो त करेक्ट अप्सनहरु भन्नु होला जुन चाहिँ हुन्छ लुजिङ अब जी नम्बरमा हेर्न सक्नुहुन्छ त डट डट The AC was on the room was not cool हैन अब करेक्ट कन्जक्सनहरु भन्नुपर्ने हो जुन चाहिँ although though चाहिँ because of यसरी भन्नुपर्ने हो जुन चाहिँ यहाँ दिएको हुन्छ अब यो हुन्छ although हैन भन्नुपर्ने हो एच नम्बरमा भनेको छ यसरी between 2000 and 2005 she wrote 3 novels हैन none of which neither of which one which यो भन्ने कोठामा भएको हुन्छ जुन चाहिँ none of which यसरी तपाईले यसलाई भन्नुपर्ने हो आई नम्बरमा भनेको छ आई लाइक पीपल लफिङ एट मी अब चेन्ज इन्टु पेसिभ भोइस अब पेसिभ भोइसहरु पक्कै थाहा हुनु पर्यो अब फर्स्टमा हामी के हुनु पर्यो त यसको कुन टेन्समा छ आई लाइक पीपल सब्जेक्ट प्लस V1 V5 प्लस सब्जेक्ट हैन त्यसपछि हामीले अब यसरी अनुसार अब के हुन्छ भने आई लाइक बीइङ लभ एट हैन यसरी तपाईले यसले चाहिँ बनाउनु पर्ने हो जे नम्बरमा रहेको छ कुड यु प्लिज ओपन द विन्डो अब रिपोर्टेड स्पीच भनेको छ जुन चाहिँ यहाँ के भनेको छ पहिलामा हामीले के गर्नु पर्यो त सी रिक्वेस्टेड हुन्छ मी टु ओपन द विन्डो हैन यसरी तपाईले पढ्नु होला है त र यसरी गरी हाम्रो क्वेशन नम्बर 8 मा रहेको छ चुज एन्ड कपी द करेक्ट एन्सर हैन जुन चाहिँ हामीले यहाँ हेर्न सक्छौं जुन चाहिँ अल्टरनेटिभहरु भन्नुपर्ने छ ए नम्बर भनेको चाहिँ व्हिच अफ द फलोइङ वर्ड हेज डिफरेंट इन्टाइल साउन्ड हैन इन्टाइल साउन्डहरु कुन कुन चाहिँ फरक छ त जस्तै ए नम्बर बी नम्बर सी नम्बर डी नम्बर अब यसको एन्सर के हुन्छ त केमिकल हैन अब यो 3 नम्बरमा जुन चाहिँ तपाईले यहाँ केमिकल भन्नुपर्ने हो र यसैगरी बी नम्बर भनेको छ द लास्ट साउन्ड इन द वर्ड पुश इज ट्रान्सक्राइब्ड एज डट के हुन्छ त अब यसको चाहिँ ABCD गरेको हुन्छ अब यसको चाहिँ हाम्रो के हुन्छ 1 नम्बरको एन्सर हुन्छ यसैगरी सी नम्बरमा रहेको छ आई कान्ट डट डट द पेन हैन अब यो पेन चाहिँ हामीले के गर्नु पर्यो त बेयर बियर बियर बोर गरेर क्वेशन नम्बर जुन चाहिँ यसमा दिएको छ 4 बाट बी नम्बरमा हेर्न सक्नुहुन्छ त BEAR हो त्यो बियर हुन्छ यसमा हेर्नु होला ल यसरी हाम्रो क्वेशन नम्बर डी मा रहेको छ हेर्न सक्नुहुन्छ व्हिच वर्ड वुड यु फाइन्ड अ डिक्सनरी दैट कम्स बिट्विन स्काइड वर्ड्स क्यूई हैन नाइट यहाँ हेर्न सक्नुहुन्छ यसको एन्सर किङ किटी क्नोप नाइफ तो यसको NIF नाइफ हुन्छ यसैगरी ई नम्बरमा हेर्न सक्नुहुन्छ द बेबी सिटर डट डट द गर्ल व्हाइल हर प्यारेन्ट्स वेयर नट एट होम हैन यसको एन्सर चाहिँ यहाँ हेर्नु होला लुक्ड आफ्टर लुक्ड एट लुक्ड ओभर लुक्ड अप सो यसको एन्सर चाहिँ के हुन्छ त ए नम्बरको लुक्ड आफ्टर सो यसरी तपाईले यो क्वेशनहरुको एन्सर चाहिँ पढ्नु होला र प्रत्येक क्वेशनहरु यसरी चाहिँ हाम्रो क्वेशन मोडेलहरु हुन्छ र यो तपाईले क्वेशनहरु पढ्नु भयो भने राम्रोसँग क्लास 12 मा हैन अथवा पास हुन सक्नुहुन्छ
र यसरी नै हाम्रो क्वेसनहरु आउँछ। र यसैको साथमा तपाईहरुले क्वेसन नम्बर 4, 5, 6 मा हैन क्वेसनहरु हेर्नु भएको र त्यो क्वेसनहरु धेरै इम्पोर्टेन्ट रहेको छ। त्यसैगरी तपाईहरुले क्वेसन नम्बर 4, 5, 6 को राम्रोसँग प्र्याक्टिस गर्नु होला र यसैको साथमा तपाईहरुले भिडियोलाई राम्रो लाग्यो भने तपाईले लाइक सब्स्क्राइब गर्नु होला र अब हामी चाहिँ नेक्स्ट भिडियोमा छिटै चाहिँ मिल्ने छ।